के गर्नु खोजेको टिमले फटोरी के गर्नु पर्ने हो त्यही गरे नखचाउनु क्या नखचरी रे उ को थाहा छ तिमीलाई को हुनु नि यो त्यही प्याकुली होइन दुनिया केटाहरुसँग अङ्गालो मार्दै नि क्या नजानु नगल फटोरी उ कहाँ प्याकुली हुनु उ त मेरो काठमाडौँमा भएको मालो भतिजोको छोरी कलेज छुट्टी भएर गाउँ घुम्न आएकी हेर सदरमुकाम जाने बेलामा मैले त्यत्रो सम्झाएर गएको तितलाई के भन्नु र चन्चुरी काकी तपाईँ यहाँ बस्दै गर्नु म तितलाई जबलदार छैन है ल्याइहाल्छु है के भएको ओ दिदी प्याकुल दिदी ओ प्याकुल दिदी ले के ल्याइरहेको छैन घर त छैन त छैन अनि कहाँ चाहिँ कोसा मर्यो होला त अब हेर प्याकुली महिला समूह गठन गरेर तिमीलाई यो गाउँबाट लखेट्ने कुरा भइरहेछ कि तर यो ज्यान काजी राउन्जेलसम्म यो इलाकाबाट तिमीले कसले लखेट्दो रहेछ म पनि हेर्छु हेर अहिले आएर यो गाउँका महिलाको कुरो ठिक लाग्छ छोड है मलाई यति राम्री मान्छेलाई गाउँ निकाल्ने भनी पनि हुन्छ कोही कसले निकाल्दो रहेछ हेरौँ त यहाँ ओइ कुले गर्छ त्यस्तो सबलाई एक एक गिडेर म खाटोमा गाड्दिन्छु साथी हो तिम्रो साथ देऊ नदेऊ मलाई थाहा छैन यो प्याकुलीको लागि म एक्लै काफी छु मलाई त डर भन्ने एक रत्ती पनि छैन यी प्याकुलीका लागि त यो गर्दनै चिर्लिक्कै काटेर पनि दिन बेर लाउँदिन मेरी स्वास्नीले यिनलाई लखेट्नका लागि अगुवाईको भूमिका गरिराखी छे कि यसलाई मलाई लाटो रिस नउठुन्जेल हो लाटो रिस उठ्या बेला कुन ठाउँमा पुग्छ थाहा पाउँदिन त्यसले मेरो स्वास्नी नि मेरो अनुहारै कुच्या भड्डु जस्तो छ ल यसको अनुहार हेर्दा हेर्दा वाक्क भइसकेको थियो यी प्याकुली नानी जब गाउँमा भित्रिन मेरो मनै हररररर भएको छ यिनलाई हटाउनु हुन्छ है के कुरो गरे होला मास्टर मेरो त्यो मङ्गली छि 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 यस्तो राम्रो मान्छेको अगाडि त्यस्तोको कुरा गर्ने मेरो यो मुख त नि छो 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 मेरी स्वास्नीको अनुहार त नि मेरी आमा कहाँ गएर आम फाल्नु होला नि कसको अनुहार कस्तो रे सीमाजी दिदी के भयो के भयो